नमस्कार, आजको क्विजमा हामी अफगानिस्तानको बारेमा प्रश्न गर्नेछौँ। प्रश्न 1, अफगानिस्तानको राजधानी शहर के हो? सही उत्तर काबुल हो। प्रश्न 2, अफगानिस्तानमा कुन पर्वत श्रृङ्खला छ? सही उत्तर हिन्दुकुश हो। प्रश्न 3, अफगानिस्तानको आधिकारिक भाषा के हो? सही उत्तर पश्तो र दारी दुवै हो। प्रश्न 4, अफगानिस्तानसँग सबैभन्दा लामो सिमाना कुन देशसँग छ? सही उत्तर पाकिस्तान हो। प्रश्न 5, अफगानिस्तान कुन चीज उत्पादन गर्नका लागि प्रसिद्ध छ? सही उत्तर ओपियम हो। प्रश्न 6, अफगानिस्तानमा प्रमुख धर्म के हो? सही उत्तर इस्लाम हो। प्रश्न 7, 19औं शताब्दीमा अफगानिस्तान कुन साम्राज्यको हिस्सा थियो? सही उत्तर ब्रिटिस साम्राज्य हो। प्रश्न 8, अफगानिस्तानको मुद्रा के हो? सही उत्तर अफगानी हो। प्रश्न 9, अफगानिस्तानमा कुन चाड व्यापक रूपमा मनाइन्छ? सही उत्तर ईद अल फितर हो। प्रश्न 10, 2001 मा अफगानिस्तानमा कुन प्रमुख घटना भयो? सही उत्तर अमेरिकी आक्रमण हो। प्रश्न 11, अफगानिस्तानमा कुन प्राचीन सहर अवस्थित छ? सही उत्तर बामियान हो। प्रश्न 12, चामल र मासुबाट बनेको सामान्य अफगान परिकार के हो? सही उत्तर पिलाव हो। प्रश्न 13, कुन परिधान अफगान परम्परागत कपडा हो? सही उत्तर सलवार कमिज हो। प्रश्न 14, अफगानिस्तान कुन महाद्वीपको हिस्सा हो? सही उत्तर एसिया हो। प्रश्न 15, कुन जनावर अफगानिस्तानको राष्ट्रिय प्रतीक मानिन्छ? सही उत्तर हिमाली चितुवा हो। प्रश्न 16, अफगानिस्तानमा साक्षरता दर लगभग कति छ? सही उत्तर 50% हो। प्रश्न 17, अफगानिस्तानमा लोकप्रिय खेल के हो? सही उत्तर क्रिकेट हो। प्रश्न 18, सोभियत अफगान युद्धमा अफगानिस्तानले कुन देशसँग लड्यो? सही उत्तर सोभियत सङ्घ हो। प्रश्न 19, अफगानिस्तानले कुन प्रकारको कलामा समृद्ध इतिहास छ? सही उत्तर उपरोक्त सबै हो। प्रश्न 20, अफगानिस्तानमा सबैभन्दा लामो नदी कुन हो? सही उत्तर हेलमन्द नदी हो। धन्यवाद। कृपया च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्।